पवित्र हृदय कहाँ हामी जब भरोसा राख्दछौँ अवश्य पनि हामीले मुक्ति पाउँदछौँ। मुक्ति पाउनुमा मैले यो दुईटा पाठलाई लिएको छु। एउटा पाटो रहेको छ परमेश्वरको बुलाहाट र दोस्रो पाटो रहेको छ विश्वास। यो दुईटा पाटोले हाम्रो मुक्तिको यात्रामा कसरी सहजीकरण गर्दछ त्यसमा म तपाईँहरू समक्ष यो सानो प्रार्थना राख्न चाहन्छु। सुरुमा बुझ्ने प्रयास गरौँ परमेश्वरको बुलाहाटलाई। परमेश्वर तपाईँ र मलाई बोलाउनुहुन्छ। बुलाहाट सबैको हुन्छ। एफिसियनको पत्र अध्याय 4 देखि 5 सन्त पौलले भने झैँ सबैको आफआफ्नो बुलाहाट छ। आमा बुवाको, छोराछोरीको, फादर सिस्टर्सहरूको सबैको आफआफ्नो बुलाहाट छ। यदि हामीले सबैले आफ्नो बुलाहाट अनुसार आफ्नो जीवन जियौँ भने अवश्य पनि हामी मुक्ति पाउँदछौँ। यो बुलाहाट हामी विभिन्न माध्यमहरूबाट पनि पाउन सक्छौँ। इब्रानीहरूको अध्याय 1:1-1 लेखिएको छ, सुरुमा उहाँ विभिन्न माध्यमहरूबाट बोल्नुभयो। विभिन्न प्रवक्ता, विभिन्न घटना, विभिन्न मान्छेहरूद्वारा बोल्नुभयो। तर उहाँ अन्तमा बोल्नुभयो आफ्नै पुत्रद्वारा। यो बुलाहाट परमेश्वरले विभिन्न माध्यमहरूबाट बोल्नुहुन्छ र बोलाउनुहुन्छ तपाईँ र मलाई यस बुलाहाटमा। अनि पहिलो सामुएलको पुस्तकमा जब प्रवक्ता एलीले सामुएललाई जसरी सहयोग गर्नुहुन्छ ठिक त्यसै गरी बुलाहाट हामीलाई पनि विभिन्न आफ्ना छरछिमेकी, आफ्ना आमा बुवा, आफ्नो जीवनसाथी विभिन्न माध्यमहरूबाट आउन सक्छन्। ती बुलाहाटलाई हामीले कसरी चाहिँ बुझ्न सक्छौँ र कसरी त्यस बुलाहाटलाई यस मदर मेरीले यस भने चाहिँ हामीले त्यस बुलाहाटमा हिँड्न सक्छौँ। अनि यही बुलाहाटलाई धेरै ठुलो सहयोग गर्छ अर्को पाटोले, त्यो हो विश्वास। अब यो विश्वासको राम्रो डेफिनेसन इब्रानीहरूको पत्र 11 लेखिएको छ। 11 लेखिएको छ, विश्वास त्यो हो जहाँ हामी विश्वास गर्छौँ कि जहाँ अविश्वास भए तापनि हामी त्यसमा विश्वासद्वारा आफ्नो जाहेर गर्छौँ। हामी देख्दैनौँ तर पनि परमेश्वरको योजनामा विश्वास गरेर छ भनेर हामी अघि बढ्छौँ। त्यो विश्वास भनेर इब्रानीहरूको अध्याय 11:1 लेखिएको छ। अनि यो विश्वास हाम्रो जीवनमा धेरै नै ठुलो महत्त्व भूमिका खेल्दछ। हामी देख्दैनौँ तर परमेश्वरले बोलाउनु भएको छ। बाटो साँघुरो देखिन्छ, अगाडि हेर्दा कुनै भविष्य देखिँदैन, तर परमेश्वरले तपाईँ र मलाई बोलाउनु भएको छ। परमेश्वरको योजना हो यो, यसमा म विश्वास गर्न पर्छ भनेर आफ्नो विश्वास जाहेर गर्नु नै सबैभन्दा ठुलो कुरा हो। यसलाई म उदाहरणद्वारा तपाईँहरू समक्ष एब्राहमको कथालाई म राख्न चाहे। जब एब्राहमलाई बुलाहाट हुन्छ, एब्राहमसँग सबै कुरा छ, ऊ धनी मान्छे, उसलाई जिउनु पर्ने सबै कुरा परिपूर्णता छ उसमा। तर परमेश्वरले बोलाउनुहुन्छ र एउटा डिरेक्सनमा देखाएर भन्नुहुन्छ, अब एब्राहम तिमी यो दिशामा अथवा यो डिरेक्सनमा जानुपर्छ। एब्राहमले हेर्दाखेरि त्यो बाटो कुनै भविष्य थिएन। त्यो बाटोमा कुनै एउटा अन्धकार थियो। त्यो बाटो एकदम साँघुरो थियो, रिस्की थियो।
सबै छोडेर जानु पर्दैछ मरुभूमिको त्यो दिशामा, जहाँ चाहिँ भविष्य निकै नै अन्यल देखिन्छ। तर पनि अब्राहमले परमेश्वरको योजना हो, पक्कै पनि योजनामा मैले विश्वास गर्नुपर्छ र उहाँको त्यो योजनामा मैले मुक्ति पाउँछु भन्ने विश्वास जाहेर गरेर उहाँ अगाडि बढ्नुहुन्छ। नबिर्सौँ उहाँको आफ्नै एउटा छोरालाई जब परमेश्वरले फेरि मान्नुहुन्छ, बुढेसकालमा पाएको त्यो छोरालाई जब परमेश्वरले माग्नुहुन्छ, उहाँले खुलस्त हृदयले भन्न सक्नुहुन्छ, प्रभुले दिनुभएको थियो, मैले कुनै शङ्का नगरी प्रभुलाई नै चढाउँछु। यो भन्दाखेरि पढ्दाखेरि धेरै सहज लाग्न सक्छ हामीलाई, तर त्यो अन्योलतामा पनि आफ्नो विश्वास जाहेर गर्न सक्नु, परमेश्वरको योजनामा विश्वास गर्न सक्नु सबभन्दा ठुलो कुरा रहन्छ। त्यही कुरा हामी अब्राहमको जीवनमा पनि देख्न सक्छौँ। मैले अर्को उदाहरण दिन चाहे तपाईँहरूलाई, यो प्रवक्ता जेरेमायाको अध्याय 1 मा, अध्याय 1 मा 4 देखि 5 सम्म पढ्नुहुन्छ। त्यहाँ लेखिएको छ, मैले तिमीलाई आमाको गर्भमा आउनु अघि नै चुनेको छु, प्रवक्ता हुनलाई तिमीलाई पठाउनलाई मैले चुनेको छु। जब परमेश्वरको बुलाहाट जेरेमायालाई आउँछ, जेरेमायाको प्रत्युत्तर के रहन्छ? प्रभु, म त भर्खरको केटा हुँ, मलाई बोल्नु पनि आउँदैन। प्रत्युत्तर जेरेमायाको थियो। तर परमेश्वरले अध्याय 7 मा भन्नुहुन्छ, आफूलाई म भर्खरको केटो हुँ भनेर कहिले नसोच, मैले तिमीलाई प्रवक्ता भनेर पठाउँदैछु। यी मान्छेहरूको भिडमा गएर तिमीले प्रचार गर्नुपर्नेछ। मान्छेले तिमीलाई दोष लगाउनेछन्, मार्न खोज्नेछन्, तर नडराउनु, म तिमी सँगै हुनेछु। यही विश्वास लिएर जेरेमाया प्रचार गर्न जान्छन्, मान्छेहरूलाई चुनौती दिन जान्छन् र भन्छन् मान्छेहरूलाई, तिमीहरूले हिँडेको बाटो गलत छ, परमेश्वर कहाँ फर्केर आऊ। यो भन्दा मान्छेहरू धेरै रिसाउँछन् र जेरेमायालाई मार्न खोज्छन्। जेरेमाया आफ्नो ज्यान बचाउनको निम्ति भाग्नुपर्छ। ऊ यति हरेस खान्छ, तर हरेस खानुमा हामी जब प्रभु यीशु ख्रीष्टको चेलाचेली भएर जब यस भनेर भरोसा राखेर अगाडि बढ्छौँ नि, हामीलाई विभिन्न प्रकारले क्रुस बोक्नुपर्ने हुन्छ, विभिन्न चुनौतीहरू आउँछन्। ती चुनौतीहरू आउँदा हामीले कसरी आफ्नो विश्वास जाहेर गर्छौँ? विश्वास त्यति बेला झल्किन्छ जब परीक्षा आउँछ, त्यति बेला हाम्रो विश्वास झल्किन्छ। परीक्षामा हाम्रो विश्वास झल्किन्छ। अनि राम्रो पक्ष जेरेमायाको के थियो भने, जब ऊ एक्लो फिल भयो, उसलाई आफ्नो क्रुस बोक्न गाह्रो भयो, ऊ आफ्नो क्रुस छोडेर भाग्दैन। आफ्नो क्रुस भारी भयो भनेर परमेश्वरसँग राख्नुहुन्छ। कति राम्रो, हेर्नुहोस् त। मलाई दुःख भयो प्रभु, हेर्नुहोस् तपाईँले मलाई बोलाउनु भयो, तपाईँकै मान्छेलाई प्रचार गर्नु भए, तर आज उनीहरूले मलाई मार्न खोज्छन्, मलाई यो क्रुस एकदमै भारी भयो भनेर जेरेमायाले आफ्नो दुःख, आफ्नो पीडा परमेश्वर कहाँ राख्नुहुन्छ। मत्तीको 11:28 मा याद छ कसैलाई? कसैले भन्न सक्नुहुन्छ? मत्तीको 11:28। परिश्रमले थाकेका र बोझले लादिएकाहरू म कहाँ हुँ? बोझले थाकेकाहरू, हजुर, म कहाँ आऊ, म कहाँ आऊ? बोझले थाकेका र परिश्रमले थाकेकाहरू म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। उहाँले बोलाउनुहुन्छ। त्यही भएर हामी जब यात्रा गर्छौँ उहाँको बुलाहाटमा छोराछोरी भएर, हामीलाई पनि जब क्रुस भारी हुन्छ, भारी लाग्छ, विभिन्न चुनौतीहरू, विभिन्न परीक्षाहरूको सामना गर्दा हामी हरेस खान्छौँ, त्यो पलहरूमा हामी जेरेमाया जस्तो
हरेस नमानिकन त्यो दुःखै भए पनि गनगनाउनु परे तापनि प्रभु मलाई साह्रै गरम भयो, हामी प्रभु कहाँ आएर त्यो भारी बिसाउनु पर्छ। अनि त्यसमा अध्याय जेरमायाको 12:5-6 भन्नुहुन्छ, परमेश्वरले कम अन यु हेभ गट टु गेट स्ट्रङ्गर देन दिस। तिमी परमेश्वरले जेरमायालाई भन्नुहुन्छ, हेर तिमी योभन्दा बलियो हुनुपर्छ, उठ, म तिमीसँगै छु, नडराऊ। उहाँले यो सान्त्वना दिनुहुन्छ। हामी नभुलौँ माता मरियम, हामी नभुलौँ यो माता मरियमको यात्रा, आशा र भरोसा पनि उहाँको विश्वास र बुलाहाटमा। जब माता मरियमलाई बुलाहाट हुन्छ, उहाँले हुन्छ भन्नुहुन्छ। उहाँलाई थाहा थियो आउने दिनहरूमा मैले हुन्छ भन्दैछु, तर आउने दिनहरूमा मलाई के चुनौती आउन सक्छन्, धेरै कुराको थाहा थियो। तर उहाँ कहिले पनि पछि हट्नु भएन। उहाँ निरन्तर दुःखमा होस्, उहाँ घुमदेखि टुमसम्म एउटा असल डिसाइपल्स भएर जिउनु भयो। मैले अघि भने चाहिँ हाम्रो हाम्रो विश्वास कस्तो छ, कति बलियो छ, त्यति बेला जाहेर हुन्छ जब हामी विभिन्न चुनौती, विभिन्न परीक्षाहरूमा पर्छौँ। त्यति बेला हाम्रो विश्वास कति गहिरो छ, त्यति बेला जाहेर हुन्छ। माता मरियम पनि ठिक त्यसै गरी उहाँलाई जब चुनौती आए, परीक्षा आए, उहाँले आफ्नो क्रुस बोक्नुभयो। यो क्रुस हामीले पनि बोक्नुपर्छ। माता मरियम चाहिँ हाम्रो जीवनमा विभिन्न पलमा, विभिन्न क्षणहरूमा यो क्रुस हामीले बोक्नै पर्छ। त्यही भएर उहाँले मार्कको अध्याय 16-24 भन्नुभएको छ, उहाँले प्रष्ट भन्नुभएको छ, उहाँले कुनै झुटो आश्वासन दिनुभएको छैन, मेरो पछि लाग, सुनै सुनको महल हुन्छ, मेरो पछि लाग, जीवन सुखमय हुन्छ। उहाँले कुनै झुटै प्रमिस दिनु भएको छैन। उहाँले प्रष्ट भन्नुभएको छ, यदि कोही मेरो पछि लाग्न चाहन्छ भने उसले आफ्नो आफैलाई त्यागोस्, आफ्नो क्रुस बोकोस् अनि मेरो पछि लागोस्। माता मरियम आज उहाँले मुक्तिको क्राउन लाउनु भएको छ, मुक्तिको मुकुट लाउनु भएको छ। त्यो मुकुट उहाँले पहिरिनु भएको छ। पहिरिनु भयो किनभने उहाँले काँडाको मुकुट पनि लगाउनु भयो। उहाँले काँडाको मुकुट लगाउनु भयो, त्यही भएर उहाँलाई आज क्राउन पनि, क्राउन अफ ग्लोरी पनि लगाउन पाउनु भएको छ। प्रिय ख्रीष्ट भक्तजनहरू, यसले हामीलाई जाहेर गर्दछ कि, यसले हामीलाई ठुलो शिक्षा के दिन्छ भने जब हामी उहाँमा विश्वास गर्छौँ, यो विश्वास कुनै एउटा फिनिस्ड प्रडक्ट होइन। यो विश्वासलाई हामीले हर दिन जिउनु पर्छ। यो विश्वासलाई हामीले मल लाउनु पर्यो, पानी लाउनु पर्यो। अनि यो विश्वास गर्दा गर्दै हाम्रा यो यात्रामा विभिन्न चुनौती आउँछन्, विभिन्न क्रुसहरू बोक्नुपर्छ हामीले। अनि जब यी क्रुसहरू बोकेर पनि हामी उहाँमा विश्वास गर्छौँ, अनि हामी एक दिन हामी पनि मुकुट लाउनेछौँ, हामी पनि मुक्ति पाउनेछौँ र हामी पनि उहाँलाई आम्ना सामने भेट्नेछौँ। कति ठुलो कुरा हो यो हाम्रा लागि। हामी उहाँद्वारा बनिएका छौँ, उहाँले हामीलाई सास दिएर फुकेर बनाउनु भएको छ र अन्तिममा मुक्ति पाइसकेपछि हामी उहाँ कहाँ फर्किन्छौँ। कति राम्रो हेर्नुहोस् त। त्यही भएर प्रिय ख्रीष्ट भक्तजनहरू, हामी उहाँमा मुक्ति पाउँछौँ, हामी उहाँमा मुक्ति पाउँछौँ। हाम्रो विश्वास जब हामी अडिग रहन्छौँ, हामी उहाँको बुलाहाटमा हामी सधैँ एक भएर लागिरहन्छौँ, विभिन्न चुनौती आए तापनि। त्यही भएर आउनुहोस् हामी एकअर्काको लागि प्रार्थना गरौँ। परमेश्वरले तपाईँ र मलाई बुलाहाट दिनुभएको छ, त्यो बुलाहाटमा हाम्रो यस विश्वासको यात्रा निरन्तर अघि बढोस्। विभिन्न दुःख कष्टहरू आउँदाखेरि पनि, क्रुसहरू बोक्नु परे तापनि हामी आफ्नो विश्वासमा नडगमगाउनु।
परोस् भनी हामी एकअर्काका लागि विशेष प्रार्थना गर्नेछौँ।